Na festa do fim de semana, só rolê bom. Ela chega e desencana com passo bem solto, passo bem solto, passo bem solto. Na festa do fim de semana. Festa do fim de semana, só rolê bom. Ela chega e desencana com passo bem solto, passo bem solto. Na festa do fim de semana, semana, pana, 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 pana. Na festa do fim de semana. Pana, pana, pana. त्यसपछि लास्टमा चाहिँ हामीले यहाँबाट चाहिँ हावाहरू नजाओस्, रुखतिर नलाओस् भनेर चाहिँ लास्टमा चाहिँ हाम्रो फिन्सिङ भयो। यो के को रुख रहेछ यो? यो काठेको रुख हो। यो काठेको रुखमा चाहिँ यो हामीले चाहिँ अहिले अमिलो अन्तर्गत चाहिँ हामीले चाहिँ कागतीको रूपमा चाहिँ यो हामीले चाहिँ कलमी गरिरहेको छ। यो चाहिँ अब 2-3 महिनापछि चाहिँ यो रेडी भयो। यो चाहिँ हामीले यो पछि चाहिँ यो अनि के यो सर्छ त यो सर्छ नै यो रेडी भइसकेपछि चाहिँ हामी चाहिँ पछि यो काटेर यहाँबाट फालिदिन्छौँ। अनि त्यसपछि हामी चाहिँ यहाँ शुद्ध कागतीको रूप मात्रै हामी यहाँ चाहिँ राख्छौँ। अनि अब तपाईँको यहाँबाट अर्कै फल्छ कि होइन, यहाँबाट चाहिँ हामीले जे लगाऊँ यो टुसोबाट त्यही नै फल्छ। त्यही फल्छ। यसैको फल फल्छ कि छुट्टै रुखको फल फल्छ? यो रुखमा यो हाँगा यो अर्कै फल्छ, यसमा अर्कै फल्छ। हामीले यसमा जे लगाऊँ यसमा चाहिँ त्यही नै फल्छ। हजुर, अस्ति यो काठेको रुखमा जुनारको लिएर लगायो, जुनारै फल्छ? जुनारै फल्छ। भयो त तपाईँले अचम्मै गराउनु भयो होइन? सुन्तला लगाए सुन्तला फल्छ। यसमा चाहिँ अमिलो जाति अन्तर्गत चाहिँ हामीले यो लगाउन चाहिँ सुरुमा कागती नै भनेर लगाएको, तर यो कागती असफल भयो। कागतीको नाममा चाहिँ के आयो? काठे आयो। काठे आयो। काठेको रूपमा चाहिँ हामीले त्यसलाई अब पछि यसलाई यो सफल भएपछि मात्रै